आज चाहिँ म चाहिँ एउटा ओपिटीको हिसाब बनाएर तपाईँहरू समक्ष चाहिँ प्रस्तुत गर्न गइरहेको छु। वास्तवमा चाहिँ प्रुफ ड्याटमा चाहिँ धेरै जसो विद्यार्थीहरूलाई चाहिँ केही समस्याहरू आउँछ कि प्रुफ ड्याट भनेको प्रुफ ड्याट सुन्ने बित्तिकै तिनीहरूलाई डर आउन थाल्छ क्या, तिनीहरू काम्न थाल्छ। तर यो हामीहरूलाई राम्रोसँग फर्मुला याद गर्यो अनि बुझ्यो राम्रोसँग भने हामीहरूलाई झन् इजी हुन्छ। अनि हामीहरू यो चाहिँ हिसाब साइन थीटाबाट cos थीटा प्लस cos थीटाबाट साइन थीटा इक्वल टु सेक थीटा इन्टु कोसेक थीटा छ। हामीहरूलाई यो चाहिँ प्रुभ गर्नुपर्ने छ। सबभन्दा पहिला हामीहरूले चाहिँ के गर्ने, पहिला एलएचएस लिनुपर्छ। एलएचएस को मतलब यानी कि लेफ्ट ह्यान्ड साइड र यो चाहिँ आरएचएस हो राइट ह्यान्ड साइड। अनि सबभन्दा पहिला हामीहरू के गर्ने, सोलुसन लेख्ने। अनि सोलुसन लेखिसकेपछि हामीहरू एलएचएस लेख्ने। अनि एलएचएस बराबर कति छ, साइन थीटा बटे कोस थीटा प्लस कोस थीटा बटे साइन थीटा। अनि हामीहरू एलएचएस लेखिसकेपछि सबभन्दा पहिला के गर्ने, हामीहरूले चाहिँ यसलाई कसरी बनाउने, कोस थीटा र साइन थीटा के गर्ने, हामीहरू सबभन्दा पहिला हामीहरूले लसल लिने, एलसीएम गर्ने। अनि एलसीएम गरेपछि cos थीटा इन्टु साइन थीटा। अनि यहाँ हामीहरूले बुझ्नुपर्ने कुरा चाहिँ के हो कि साइन, अब हामीहरू यसले चाहिँ यसमा भाग गर्नुपर्छ। अनि भाग गर्दाखेरि कोस कोस कट्यो अनि साइन थीटा बच्यो। अनि यहाँ माथि पनि कति छ, साइन थीटा, साइन थीटा। अनि हामीहरू यहाँ चाहिँ इन्टुमा लेख्न सक्छौँ, साइन थीटा लेख्न सक्छौँ। अनि साइन थीटा अब तल चाहिँ भाग गर्दाखेरि कोसले कोस काट्यो अनि बच्यो साइन। अनि यहाँ फेरि हामीहरू साइन थीटा लेख्न सक्छौँ। अनि बिचमा जोडको चिन्ह छ भने हामीहरू यहाँ फेरि जोडको चिन्ह लेख्ने। अनि यहाँ कोस थीटा छ भने कोस थीटाको कोस थीटा नै लेखिदिने। अनि फेरि यहाँ अनि हामी यसलाई भाग गर्ने। अनि साइनबाट साइन कट्छ अनि बच्छ कोस। अनि फेरि यहाँ हामीहरू कोस थीटा लेख्न सक्छौँ। यो चाहिँ के भयो, यो चाहिँ भिन्नको जोड भयो। यो चाहिँ भिन्नको जोड भयो। अनि त्यसपछि हामीहरू अब माथिको क्रिया गर्ने। साइन थीटा र साइन थीटालाई चाहिँ इन्टु गर्दाखेरि कति हुन्छ, साइन स्क्वायर थीटा। अनि प्लस छ बिचमा, प्लस लेखेँ। अनि कोस थीटा र कोस थीटा इन्टु गर्दाखेरि कोस स्क्वायर थीटा। अनि तल चाहिँ कति छ, कोस थीटा इन्टु साइन थीटा, साइन थीटा। अनि इक्वल टु लेख्दै गर्ने हामीहरू। अनि यसपछि चाहिँ हामीहरू सबैले बुझ्नुपर्ने कुरा हो कि साइन स्क्वायर थीटा प्लस कोस स्क्वायर थीटा इक्वल टु कति हुन्छ। अनि यो दुईटैको चाहिँ हामीहरूले फर्मुला लेख्नुपर्ने हो। फर्मुला साइन स्क्वायर थीटा प्लस कोस स्क्वायर थीटा इक्वल टु 1 हुन्छ। अनि 1 लेखेँ। अनि त्यसपछि कोस थीटाको कोस थीटा इन्टु साइन थीटाको साइन थीटा। अनि यहाँ चाहिँ अब हामीहरूले बुझ्नुपर्ने कुरा के गरेर यसो लेख्छौँ भनेर हामीहरू यहाँ लेख्न सक्छौँ। साइन स्क्वायर थीटा प्लस कोस स्क्वायर थीटा इक्वल टु 1 भएको कारणले चाहिँ हामीहरू यहाँ 1 लेख्यौँ। यो माथि 1 छ अनि हामीहरू यसलाई अलग अलग गर्न सक्छौँ। 1 बटे साइन थीटा अनि बिचमा इन्टु छ, इन्टु लेख्न सक्छौँ। अनि 1 बटे कोस थीटा इक्वल टु कोस थीटा। अनि 1 बटे साइन थीटा इक्वल टु कोसेक थीटा। अनि इन्टु 1 बटे कोस थीटा इक्वल सेक थीटा। 1 बटे साइन थीटा इक्वल टु कोसेक थीटा। 1 बटे कोस थीटा इक्वल टु 1 बटे कोस थीटा इक्वल टु सेक थीटा। अहिले चाहिँ हामीहरू 1 बटे साइन थीटा इन्टु कोस थीटा छ। अनि हामीहरूलाई चाहिँ 1 किन लेख्नु पर्यो भन्दाखेरि सुरुमा नै हामीहरूलाई थाहा छ फर्मुला साइन स्क्वायर थीटा प्लस कोस स्क्वायर थीटा इक्वल टु 1 हुन्छ। त्यही भएको कारणले गर्दा हामीहरू माथि 1 लेखेँ। अनि यहाँ इन्टुमा छ, इन्टुमा भएको कारणले हामीहरू अलग अलग गरेर लेख्दा पनि हामीहरू इन्टुमा नै लेखेँ। अनि त्यसपछि हामीहरूलाई थाहा छ 1 बटे साइन थीटा इक्वल टु कोसेक थीटा हुन्छ। अनि 1 बटे कोस थीटा इक्वल टु सेक थीटा हुन्छ। अनि यहाँ चाहिँ कोसेक थीटा इन्टु सेक थीटा आइसक्यो। अनि हामीहरूलाई विशेष गरेर आरएचएस दिएको छ, सेक थीटा इन्टु कोसेक थीटा। अनि यो प्रुभ भइसक्यो। अनि अत एलएचएस बराबर आरएचएस बराबर। धन्यवाद।